हेलो साथीहरु, सन्चै हुनुहुन्छ होला। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला। स्वागत छ मेरो रेशम रेमन युट्युब च्यानलमा। म चाहिँ आज तपाईहरुलाई अरु त के देखाउँछु र मेरो घरमा भएको त्यही फूलहरु अनि खाना पकाएको त्यस्तै हो। डेली भ्लग पनि ल्याउन सक्दिन। सानो सानो छोटो छोटो क्लिपहरु आइरहेको हुन्छ। मेरो हेरेर साथ सपोर्ट दिनु होला, माया गरिदिनु होला। अनि आज चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। म के देखाउँदै छु होला त हजुरहरुलाई। मेरो घरमा फुलेको त्यस्तो नदेखेको चीज हजुरहरुलाई सबै चीज त देखाइरहेको छु। मेरो घरमा फूलहरु फुलेको अनि कहिलेकाहीँ अचार बनाउँदा पनि हजुरहरुलाई देखाउने गरेको छु। त्यस्तो खासै भिडियो बनाउन त जान्दिन, तैपनि कोसिस गर्दै छु तपाईहरुको जस्तो राम्रो अनि क्लियर भिडियो त नहुन सक्छ, तैपनि हेरेर माया साथ सपोर्ट गरिदिनु होला। अनि आज चाहिँ देखाउन गइरहेको छु म तपाईहरुलाई। के होला त साथीहरु त्यस्तो ल भन्नु त। के देखाउन गइरहेको छु भन्दाखेरि मैले भनिरहेको छु, फूल फुल्दा मलाई एकदम आनन्द अनि रमाइलो लाग्छ। फूल रोप्न एकदमै रहर लाग्ने व्यक्ति म हो। जहाँ हुन्छ किनेर हुन्छ कि मागेर हुन्छ कि साटेर हुन्छ कि फूल आफूले मात्रै मागेर साथीले फूल नदिनु त भएन। त्यसैले हामी चाहिँ फूल साटासाट पनि गर्छौं। अब चाहिँ असार पन्ध्र आइरहेको छ। मेरो घरमा चाहिँ यो राम्रो फूल फुलेको छ, हेर्न सक्नुहुन्छ। उसको चाहिँ यस्तो हुन्छ, पातहरु यस्तो हुन्छ, ठ्याक्कै बोजो जस्तो पातहरु। धेरै ठुलो बुट्टो पनि बिरुवा पनि हुँदैन यसको चाहिँ। यो चाहिँ अझै एउटा फुलिसकेको छ यसमा कोपिलाहरु हेर्न सक्नुहुन्छ। अब यसलाई राम्रो ठाउँमा सार्न मन छ मलाई चाहिँ। अलि राम्रो ठाउँमा 2-4 वटा बिरुवा बनाएर सार्न मन छ। हेर्नु होला मेरो घरमा फुलेको हजुरहरुलाई प्रत्येक फूलहरु देखाउने गर्छु। भिडियो त खासै राम्रो बनाउन जान्दिन, त्यही पनि कोसिस गरेको छु। साथीहरु माया गरिदिनु होला। हेर्नु त कति प्यारो छ फूल। हजुरहरुलाई मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनु होला। हेर्नु न साथीहरु, मलाई लोभ्याउने छैन त। मेरो घरमा फुलेको फूलहरु कसलाई फूल फुल्दा आनन्द अनि टेन्सन फ्री हुनुहुन्छ। मलाई त एकदमै आनन्दमै हाँसेको खुसी भएको जस्तो लाग्छ मलाई चाहिँ। हेर्नु कसैले उखालेर मेरो बिरुवा फाल्दिने अनि फूलहरु काट्दिने भएपछि मलाई एकदमै दुखी हुन्छु साथीहरु। मलाई त रुनै मन लाग्छ। फूल त्यस्तो बिरुवाहरु काट्दिने फाल्दिने भयो भने त म त आफू कन्ट्रोल हुनै सक्दैन। त्यसलाई पाप लागिहालोस् भन्दै गाली गर्दै रुँदै गर्छु साथीहरु। म त हेर्न सक्नुहुन्छ। आज विशेष देखाउन खोजेको चाहिँ तपाईहरुलाई यही हो साथीहरु। हेरेर माया साथ सपोर्ट गरिदिनु होला। अनि अरू फूलहरु पनि बिरुवा तयार गर्दैछु। फुलेमा तपाईहरुलाई देखाइहाल्ने छु। मेरो घरको फूलहरु हेर्दै गर्नुहोला। बाइ बाइ साथीहरु। तपाईको दिन स्वस्थ रहोस्। हजुरहरु स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्, बिजी रहनुस् आफ्नो लाइफमा। साथीहरु यही भन्दै छुट्टिन चाहन्छु हजुरहरुसँग। बाइ बाइ साथीहरु। नेक्स्ट भ्लगको साथमा उपस्थित हुनेछु सानो भिडियो लिएर। धेरै धन्यवाद। हजुरहरुले कहाँबाट मेरो भिडियो हेर्दिनुहुन्छ कमेन्ट गरिदिनु होला। यसरी नै माया दिनु होला भन्न चाहन्छु।